हेलो हेलो गुड मर्निङ सबैजनालाई। अहिले भने चाहिँ हामीले लुगा सुगा पनि धुइसकेको छौँ। अनि आज चाहिँ मेरो काम चाहिँ धेरै छ नि त। अन्त तपाईँहरू के गर्नु हुँदैछ? म चाहिँ यहाँ धेरै भन्दा पनि धेरै काम गरिरहेको छु। अनि भर्खर भर्खर अब घरको लुक्स यसरी आउँदैछ होइन। अब सबै चाहिँ सकेको छैन, यहाँनिर धेरै कामहरू बाँकी छ। सो आज चाहिँ हामीले यहाँनिर सबै योहरू पनि सफा गरिसकेको छु नि त मैले। अन्त यो पार्टहरू अन्त अब भित्र पनि सबै अलमोस्ट सकिसकेको छ। बाङाले यो चाहिँ डबल कोट गरिदिनु हुँदैछ नि त। अन्त यतापट्टि पनि सबै कलर लगाइसकेको छ साथीहरू होइन। अन्त त्यस्तै छ, हामीले चाहिँ अब यसरी काम गर्दैछौँ। तपाईँहरूलाई म देखाउँदैछु। यो पनि मैले सबै सफा गरिसकेको छु। यहाँनिर पनि हामीले कलर गर्नेवाला छौँ नि त। अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ साथीहरू काम चाहिँ यस्तो बेसी भइरहेछ। म तपाईँहरूलाई देखाउने छु है। अनि चाहिँ हेर्नुहोस् न, अस्ति यहाँनिर पनि कति बेसी फुल राखेको थिएँ होइन। अन्त त्यसले गर्दा चाहिँ अहिले सबै फुलहरू चाहिँ यहाँ सारेको चाहिँ यति बेसी फुलहरूको चाहिँ बिलिबाड भइरहेको छ साथीहरू। अनि त भन्दाखेरि चाहिँ अब फ्रन्टमा मात्रै है सफा गर्दा गर्दा ब्याक साइडमा पनि त लगाउनु पर्यो भनेर चाहिँ म चाहिँ झाडु लिएर चाहिँ एकदम काम गर्नु लागेको छु होइन। यहाँ पनि कलर चाहिँ भइसकेको छ अलमोस्ट। अन्त ब्याक साइडको हाम्रो चाहिँ यस्तो छ। अनि मैले यो चाहिँ सफा गरिसकेको छु। यहाँनिर पनि कलर गर्ने नि त लेउ पलाएको छ होइन। अनि त्यो भएकोले गर्दा चाहिँ कति भएको थियो यहाँनिर कलर नलगाएको ब्याक साइडमा चाहिँ। अनि आज चाहिँ हामीले कलर लगाउने भनेर सोचेर चाहिँ यो सबै सफा गरेर मैले चाहिँ लेउहरू पनि यो यसले खोर्सेको छु नि त साथीहरू। अन्त म तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नुहोस् ल। अनिखेर साथीहरू म चाहिँ यहाँनिर काम गर्नु थालेको छु होइन। अन्त यहाँ माथिको सिलिङहरू लाउनु डल्लै छ। म चाहिँ यहाँनिर एकदम यो चाहिँ पुस्दैछु नि त। किन भन्दाखेरि यहाँनिर चाहिँ अब धुलो मुलोहरू लाग्यो भने चाहिँ कलरहरू पनि राम्रो बस्दैन होइन। त्यही भएर चाहिँ यसमा चाहिँ रेड कलर लगाउनु पर्यो भनेर सोचिरहेको थिएँ। पहिला पनि लगाएको नि त। अन्त लगाउनु पर्यो भनेर चाहिँ म चाहिँ सफा गर्नुपर्छ लाग्यो साथीहरू। तपाईँहरू चाहिँ के गर्नुहुँदैछ? कतिजना चाहिँ अब क्रिसमसको छुट्टीमा कतिजना घुम्नु हुँदैछ होला होइन। म चाहिँ यहाँनिर घुम्नु सुम्नु हाम्रो त घुम्नु त कुरै छैन है। घरको कामै नसकेको कारणले गर्दा साफसफाइ यस्तो बेसी हुन्छ वर्षमा। अब सबै कुरो चाहिँ वर्षमा गरिन्छ नि त। अन्त त्यसले गर्दाखेरि चाहिँ यति बेसी काम हुन्छ के साथीहरू। अनि आज भोलि चाहिँ धेरै भन्दा पनि थाक्यो। धेरै बिजी सेड्युलमा छु। अनि यहाँनिर पानी लाउँदै यसलाई चाहिँ साफ गर्नुपर्छ। कलर मजाले बस्छ नि त। अन्त त्यो पानी उछिटेर आएकोले गर्दाखेरि चाहिँ पछिटाले चाहिँ नि लेउ लागेको हुन्छ कि साथीहरू। अन्त त्यो लेउलाई चाहिँ फ्याँक्नुपर्छ नि त यसरी। यो यस्तो काठको तपाईँहरूकोपट्टि पनि यसरी लेउ लागेको छ भने चाहिँ यो टिप्ने है सानो टुक्रा। यसरी सफा गर्नुपर्छ। लेउ सफा गर्दा चाहिँ यसरी सफा गर्नुपर्छ। यस्तो बेसी छ। एकैतालमा चाहिँ घरको साफसफाइ चाहिँ नसकिँदो रहेछ। 11:30 बज्न आइसकिसक्यो कहिलेदेखिको गरेको। माई गडनेस। अब चाहिँ अलमोस्ट सकिसकेको छु साथीहरू। चालै नपाइकन फाइनली यो ब्याक साइड पनि एकदम साफ भइसकेको छ। हेर्नुहोस् न, एकदम पुरा लेउ लागेकोहरू पनि सफा गरिसकेको छु। अब यतिको त चल्छ नि त। अन्त चाहिँ अब यस्तो छ है साथीहरू। हेर्नुहोस् न, सफा गर्दा 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 कम्ता हत्तु हुँदैन। सजिलो चाहिँ छैन है। घरमा केटीकेटी भएको भए चाहिँ अलिक सजिलो हुन्थ्यो होला। यहाँ चाहिँ अब कतिवटा ठाउँमा चाहिँ व्हाइट पुटिन लगाएर गर्नुपर्ने अवस्था छ साथीहरू। कलरको काम गर्दा 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 कहिले सकेन। अब चाहिँ सक्नु आँटेको छ है। मागाले चाहिँ अब फिनिसिङ एकदम दामी दिँदैछ। यस्तो भइसकेको छ। म तपाईँहरूलाई देखाउँछु ल, हेर्नुहोस् ल साथीहरू। आया यतापट्टि सिलिङ लाउनु डल्लै छ भर्खर। यहाँनिर त्यो गर्नु डल्लै छ। अब भोलि दिन मात्रै लाग्नुहुन्छ अरे नि त। अन्त चाहिँ यसरी आउँदैछ घरको लुक्स चाहिँ। अब यहाँनिर कलर गर्नु डल्लै छ। साफसुग्घर गरिसके, सबै पानीले पखालिसक्यो नि त धुलो मुलोहरू। अन्त चाहिँ त्यस्तो छ। अन्त हेर्नु सक्नुहुन्छ साथीहरू। मेरो काम चाहिँ कतिजनाले भन्छ नि त, मलाई काम गर्छ के भनेर भन्छ होइन। तर काम चाहिँ अब यसरी गर्नुपर्छ नि त साथीहरू। ओ पारिपट्टि देख्दै गरेको चाहिँ सदामको डाँडाहरू है। प्याजको बोक्राहरू फ्याँक्दा हुन्छ।
यस्तो छ साथीहरू यो व्हाइट पुटिन लगाएर चाहिँ गर्ने ए म तपाईहरुलाई उतापट्टि पनि देखाउनु पर्यो लुगा सुगा धुई धाई आज चाहिँ सब साग सिग्निक भएको अनि यहाँनिर कलर अब यहाँनिर पनि छ टोइलेट बाथरुमको पनि यसरी कलर लगाइसकेको छौं नि त बाहिरको चाहिँ रेड कलरको चाहिँ लगाउनु डल्लै छ अनि यस्तो घरको आउटर लुक्स चाहिँ अब यस्तो आइसकेको छ अलिक साफ सुग्घर पुसपास गर्नु छ कलरहरु लागेको हैन अन्त चाहिँ यस ब्याकग्राउन्ड साइड यस्तो प्रकारले छ अब चाहिँ हामीले अलमोस्ट सकिसकेको भनौं न तर पनि अब धेरै भन्दा पनि धेरै छ काम अब भित्रको कतिवटा ठाउँमा कलर लगाउनु छ नि त साथीहरु त यो पालि चाहिँ यो भएकोले गर्दाखेरि चाहिँ धेरै नै साह्रो पर्यो मेरो फुलको अवस्थाहरु यस्तो छ अगाडिको फुलको अवस्थाहरु जस्ट यो रुम चाहिँ भर्खर सकेर चाहिँ केही मिलाकै छैन यतिको चाहिँ भइराको छ एटलिस्ट चेल्लेले भइराथ्यो हैन यतिको चाहिँ अब मिलाइराको छु अब बादमा यसको पनि कामहरु छ मिलाउनु पर्ने यहाँ भुइँमा म अलिअलि चाहिँ सफा गरेको छु अब डल्लै छ उतापट्टि यतापट्टि सफा गर्नुपर्ने सकिसकेकै छैनौ क्रिसमस आइसक्यो साथीहरु हैन यस्तो छ यो जरा सर्जीको यहाँ बिजोक छ यसरी किचन पनि सनाक्सिनिक पार्दैछ नि त अन्त पुरा हत्तु छ है गलिराको छ अनि म चाहिँ तपाईहरुलाई देखाउँदैछु छुट्टीको टाइममा सबैजना घुम्नु जानु भयो होला हामी चाहिँ यो खालको बत्ती माको छैन सो अझै यहाँ भित्रको रुममा पनि नि एउटा व्हाइट पुटिन चाहिँ हाल्नु पर्ने थियो पुरा पानीको उयो हुन्छ नि त त्यो मुनिपट्टि होला कि बाङा त्यो पानी फुल के हो राखेर नि फुलमा पानी लाउँदा सिपेज भएर हुन्छ नि भित्र पुरा आउँदै रहेछ कि कमिला पो आउँदै रहेछ त एक खालको हजार उब्रियो आमामा कति उब्रियो त्यो ब्लू त अझै त्यो त 4 लिटर मात्रै चल्यो है अम्बो केतिर टोइलेटको चाहिँ लगाइसकेको छ त सबै अर्को कलर ल्याएर लगायो त्यो पनि सबै उब्रिरहेको छ त्यो कलर पनि फुटेको हुन्छ नि त अन्त त्यसले गर्दा चाहिँ यो चाहिँ यसरी त्यहाँ राखिराख्नु न अहिले त्यसमै खानु फेरि अन्त यसरी चाहिँ व्हाइट पुटिन लगायो भने चाहिँ दामी हुन्छ भित्र पस्दैन यस्तो डल्लै छ यस्तो फुटेकोहरु छ नि त खै चर्केकोहरु कताबाट चर्केको के भएर चर्केको साथीहरु यस्तै छ है अन्त यहाँनिर चाहिँ पुटिन व्हाइट सिमेन्ट चाहिँ एकदम फिटिसकेको छ यहाँनिर चर्केको ठाउँमा यसरी व्हाइट पुट गरिसकेको छ व्हाइट पुटिङ भनौं या त व्हाइट सिमेन्ट यसरी लगाइसकेको छ हैन अनि अब यसलाई चाहिँ कलरिङ मर्मत हुँदैछ यो चाहिँ फाइनली सबै सकिसकेको छ कलर गर्नुपर्ने अनि यहाँनिर चाहिँ साथीहरु यस्तो प्रकारले व्हाइट पुटिङ लगाइसकेको छ किनभने यो चाहिँ घर यस्तो दब्बेको कि केले गर्दा चाहिँ चर्केको छ नि त अनि त्यो भएकोले गर्दा चाहिँ यसरी व्हाइट पुटिङ गरिसकेको छ अन्त यस्तो प्रकारले कलरिङ पनि आउँदैछ लाइनमा साथीहरु हेर्न सक्नुहुन्छ यो सबै लगाइसक्दा चाहिँ एकदम रमाइलो देख्ने रहेछ म तपाईहरुलाई फुल फाइनल गरिसकेर मेरो घरको लुक्स तपाईहरुलाई म देखाउने छु अनि यहाँ चाहिँ यस्तो प्रकारले सबै हटाइकन सफा गरेर चाहिँ यसरी गरेको छु साथीहरु हैन हेर्न सक्नुहुन्छ तपाईहरुले अनि राम्रो लुक्स आउँदैछ अनि यो तल चाहिँ घुमाउन अलिकति गाह्रो पर्दो रहेछ किनभने इटाले पुरा चुस्दो रहेछ नि त त्यो अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ यस्तो छ साथीहरु कलरिङ हुँदैछ एकदम थ्यांक्स फर वाचिङ बाइ बाइ गाइस सी यू नेक्स्ट भिडियो